पहिलो विश्वकप सन् 1930मा उरुग्वेमा भएको थियो। अचम्मको कुरा त्यसबेला कुनै पनि छनौट खेल भएनन्। निमन्त्रणाका आधारमा मात्र 13वटा देशले भाग लिएका थिए। 1930को फाइनलमा अर्जेन्टिना र उरुग्वे बीच कुन बल प्रयोग गर्ने भन्ने विषयमा विवाद भयो। अन्ततः पहिलो हाफ अर्जेन्टिनाको बलले र दोस्रो हाफ उरुग्वेको बलले खेलियो। खेल उरुग्वेले जितेको थियो। सन् 1966को विश्वकप अघि सक्कल जुलस रिमे ट्रफी लन्डनमा प्रदर्शन गर्दा चोरी भएको थियो। पछि पिकल्स नामको एउटा कुकुरले झाडीमा कपडाले बेरेको अवस्थामा उक्त ट्रफी फेला पारेको थियो। फिफाको नियमअनुसार जुन देशले 3 पटक विश्वकप जित्छ उसले सक्कल ट्रफी सधैँका लागि राख्न पाउँथ्यो। ब्राजिलले 1970मा तेस्रो पटक जितेर यो ट्रफी लग्यो। यद्यपि 1983मा यो पुनः चोरी भयो र कहिल्यै भेटिएन। दोस्रो विश्वयुद्धका कारण सन् 1942 र 1946मा विश्वकप फुटबल आयोजना हुन सकेको थिएन। विश्वकप इतिहासकै सबैभन्दा छिटो गोल टर्कीका हाकान सुकुरले सन् 2002मा दक्षिण कोरिया विरुद्ध खेल सुरु भएको मात्र 10.8 सेकेन्डमा गरेका थिए। सन् 1994को विश्वकपमा रसियाका ओलेग सालेन्कोले क्यामरुन विरुद्ध एक्लैले 5 गोल गरेका थिए, जुन हालसम्मकै रेकर्ड पनि हो। जर्मनीका मिरोस्लाभ क्लोजले विश्वकपका 4वटा संस्करण खेल्दै कुल 16 गोल गरेर इतिहास रचेका छन्। सन् 1958को एउटै विश्वकपमा फ्रान्सका जस्ट फोस्टेनले 13 गोल गरेका थिए। यो रेकर्ड आजसम्म पनि कसैले तोड्न सकेको छैन। सन् 1954को विश्वकपमा अस्ट्रिया र स्विजरल्यान्ड बीचको खेलमा कुल 12 गोल भएको थियो, जसमा अस्ट्रियाले 7 र स्विजरल्यान्डले 5 गोल गरेका थिए। ब्राजिलका महान खेलाडी पेले संसारको एकमात्र यस्ता खेलाडी हुन् जसले 3 पटक विश्वकप ट्रफी उचालेका छन्। पेले नै विश्वकपमा गोल गर्ने सबैभन्दा युवा खेलाडी पनि हुन्। 1958मा वेल्स विरुद्ध गोल गर्दा उनी मात्र 17 वर्ष 239 दिनका थिए। इजिप्टका गोलकिपर एसाम एलले 2018को विश्वकपमा 45 वर्ष 161 दिनको उमेरमा खेलेर कीर्तिमानी बनाएका थिए। क्यामरुनका रोजर मिलाले 1994को विश्वकपमा रसिया विरुद्ध 42 वर्ष 39 दिनको उमेरमा गोल गरेका थिए। मारियो जागालो ब्राजिल, फ्रान्स बेकनबाउर जर्मनी र डिडियर डेस्चाम्स फ्रान्सले खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा विश्वकप जितेका थिए। अब कुरा गरौँ विश्वकपमा कार्ड र अनुशासनका। सन् 1970को विश्वकपमा पहिलो पटक पहेँलो र रातो कार्डको नियम ल्याइयो। तर पहिलो रातो कार्ड भने 1974मा चिलीका कार्लोस कास्जेलीले पाएका थिए। सन् 1986मा उरुग्वेका जोस बतिस्ताले स्कटल्यान्ड विरुद्धको खेल सुरु भएको मात्र 56 सेकेन्डमा रातो कार्ड पाएका थिए। सन् 2006को विश्वकपमा रेफ्री ग्राहम पोलले गल्तीवश क्रोएसियाका जोसेफ सिमोनिसलाई एउटै खेलमा 3 पटक पहेँलो कार्ड दिएपछि मात्र रातो कार्ड दिएका थिए। सन् 2006मा पोर्चुगल र नेदरल्यान्ड्स विरुद्धको खेलभन्दा बढी झगडाका लागि चिनिन्छ। उक्त खेलमा रेफ्रीले 16 पहेँलो र 4 रातो कार्ड देखाएका थिए, जुन एकै खेलको सर्वाधिक रेकर्ड हो। ब्राजिल विश्वको एकमात्र यस्तो देश हो जसले सन् 1930देखि हाल 2026सम्मका सबै विश्वकप संस्करणमा भाग लिएको छ। सन् 1950को विश्वकपमा भारत छनौट भएको थियो, तर उसले नाम फिर्ता लियो। धेरैले भारतले नाङ्गो खुट्टाले खेल्न नपाएकाले नाम फिर्ता लिएको भन्छन्, तर वास्तविक कारण बजेटको अभाव र हवाई यात्राको लामो दूरी थियो। सन् 2010को विश्वकपमा दक्षिण कोरिया र जापान, 2002 पछि आयोजक देश दक्षिण अफ्रिका पहिलो पटक पहिलो चरणबाटै बाहिरिएको थियो।
आजसम्म केवल 2 देशले मात्र लगातार 2 पटक विश्वकप जितेर उपाधि रक्षा गरेका छन्। इटालीले 1934 र 1938 भने ब्राजिलले 1958 र 1962 सन् 2010 को विश्वकपमा न्युजिल्यान्ड आफ्नो समूहका 3 वटै खेल बराबरी गरेर पहिलो चरणबाटै बाहिरिएको थियो। रोचक कुरा त के भने उक्त विश्वकपमा पराजित नहुने न्युजिल्यान्ड एक मात्र टोली थियो। विजेता स्पेनले पनि एउटा खेल हारेको थियो। सन् 1970 को विश्वकपमा इङ्ल्यान्डका बबी मुर र ब्राजिलका पेलेले खेलपछि जर्सी साटेका थिए। यहीँबाट फुटबलमा खेलपछि जर्सी साट्ने परम्पराको सुरुवात भयो। सन् 1986 मा अर्जेन्टिनाका डिएगो म्याराडोनाले इङ्ल्यान्ड विरुद्ध 4 मिनेटको अन्तरालमा 2 प्रसिद्ध गोल गरे, एउटा हातले र अर्को 5 जना डिफेन्डर र गोलकिपरलाई छलाएर। यी गोलहरूको आज पनि त्यत्तिकै चर्चा हुने गर्दछ। विश्वकपमा पहिलो पेनाल्टी सुटआउट सन् 1982 मा जर्मनी र फ्रान्स बीचको सेमिफाइनल खेलमा भएको थियो। अहिलेसम्म भएका सबै विश्वकपका उपाधिहरू केवल 2 महादेश युरोप र दक्षिण अमेरिकाका देशहरूले मात्र जितेका छन्। सन् 2010 को विश्वकपमा पाउल नामको अक्टोपसले जर्मनीका खेलहरू र फाइनल खेलको विजेताको सही भविष्यवाणी गरेर संसारभरि सनसनी मचाएको थियो। सन् 1998 देखि 2022 सम्म विश्वकपमा 32 टोलीले भाग लिन्थे। तर सन् 2026 को विश्वकप फुटबलको इतिहासमै पहिलो पटक 48 टोली बीच खेलाइँदैछ, जुन अहिलेसम्मकै धेरै टोलीले भाग लिने विश्वकप हो।